टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ। प्रदेश 2 मा थप 1 जना कोरोना संक्रमितको मृत्यु सम्बन्धी प्रसङ्गबाट। नारायणी अस्थायी वीरगञ्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत कोरोना संक्रमित युवकको मृत्यु भएको छ। रौतहट गम्हरिया 3 का 30 वर्षीय संक्रमित युवकको शनिबार साँझ मृत्यु भएको हो। श्वास प्रश्वासमा समस्या देखिएपछि आफन्तले युवकलाई बिहीबार नारायणी अस्पताल लिएर आएका थिए। स्वाब सङ्कलन गरी परीक्षण गर्दा शुक्रबार ती युवकमा कोरोना पोजिटिभ देखिएको थियो। कोरोना पुष्टि भएपछि शुक्रबार साँझ 7:30 उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो। ती युवकको उपचारको क्रममा शनिबार साँझ 7:30 बजेको समयमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए। सप्तरीमा कोरोना संक्रमणबाट थप 1 जनाको मृत्यु भएको छ। राजविराज नगरपालिका 2 का 60 वर्षीय महिलाको शनिबार राति मृत्यु भएको हो। लामो समयदेखि ज्वरो आइरहेकी ती महिलालाई उपचारका लागि विराटनगर लैजाने क्रममा मृत्यु भएको हो। ती महिलाले केही दिन यता राजविराज स्थित निजी क्लिनिकमा उपचाररत गराउँदै आएकी थिइन्। उनको अवस्था गम्भीर भएपछि शुक्रबार गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको आकस्मिक कक्षमा भर्ना गरी स्वाब सङ्कलन गरिएको थियो। स्वाब सङ्कलनको रिपोर्ट शनिबार पोजिटिभ आएको र उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि विराटनगरतर्फ लग्ने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। यो सँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या 6 पुगेको छ। चितवनमा थप 120 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार अबेर राति संक्रमण पुष्टि भएका 120 जना मध्ये 102 जना चितवनका हुन्। भक्तपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजका गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ देखिएका 65 जना मध्ये 61 जना चितवनका हुन्। धुली खेल पठाएको नमुनाको परीक्षणमा 12 जना चितवनका संक्रमित देखिएका छन्। यस्तै भक्तपुर अस्पताल कोभिड-19 प्रयोगशालामा गएको परीक्षणको राति आएको नतिजामा 43 जना मध्ये 29 चितवनका रहेको उनले जानकारी दिए। चितवनमा मात्र 102 जना संक्रमित थपिएपछि जिल्लामा संक्रमितको सङ्ख्या 627 पुगेको छ। ती मध्ये सबैभन्दा बढी भक्तपुर महानगरपालिका 364 जना छन्। त्यस्तै रतननगरका 82, राप्तीका 76, माडीका 50, खेरहन्नीका 43, कालिकाका 9 र इच्छाकामना गाउँपालिका 3 जना रहेका छन्। शनिबार नै चितवन मेडिकल कलेजमा उपचार गराइरहेका 2 जना संक्रमितको मृत्यु भएको छ। यसैसँगै चितवनमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या 11 पुगेको छ। ती मध्ये 4 चितवनका हुन् भने अन्य अरू जिल्लाका हुन्। टुडे न्युजमा एकैछिन व्यावसायिक विश्रामपछि बाँकी प्रसङ्ग। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाएँ। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण, अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला। सानो वाला हैन के, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनु भयो होला?
सिमेन्ट चाहियो त्यही भएर आइयो। ए कुन सिमेन्ट? राष्ट्रियवाला कि अन्तर्राष्ट्रियवाला? अखण्डवाला कि मेरुदण्डवाला? शक्तिवाला कि भक्तिवाला? चुनीवाला कि मनीवाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? जीवनको हरेक मोडमा छ CVS स्ट्राइकरले दिन्छ सुपर कम्फर्टको आवाज। सुपर भन्दा एक्स्ट्रा सुपर। TVS स्ट्राइकरले दिन्छ 65 किलोमिटर भन्दा बढी सुपर माइलेज। हरेक दिन यात्रा गर्छु म भरोसा लिएर। TVS स्ट्राइकरको सुपर स्टाइलले सारा संसारको आँखा हुन्छ म माथि नै। CVS स्ट्राइकर 125cc सुपर भन्दा एक्स्ट्रा सुपर। पैसा कार्ड आइएमई काउन्टर गेलै पैसा कार्ड लेलकै। पैसा राईका ब्याज कमाई पैसा कार्ड एनी ओनी देखली सब कुछ किन मिलल। सब दुकान में चलत अब पैसा कार्ड। नया चलन आइल चुली तिरली चलल। अपन जनकपुर में चलते पैसा कार्ड। अपन जनकपुर कैशलेस जनकपुर आइए नजीक आईएमई काउंटर से पैसा काट लिया आ कोनो दुकान में काट लक पैसा तिरू आ ब्याज से हो कमाऊ। छुली तिरली चलल। कोका कोला आज दिउँसो झप झप हुँदा केटीहरूले दामी सेल्फी खिचेछन्। त्यो मिस भयो। मन पर्ने सिनियर बोल्न आएको थियो, त्यो पनि मिस भयो। शक्ति छ नाममै संगीत छ, नाममै पहिचान छ, नाममै यसको जीत। ओपिसी सिमेन्ट। हाय हाय, सुन न, म तिम्रो लागि जहाँ पनि जान सक्छु नि। साच्ची? कहाँसम्म जान सक्छौ? वेट, ल हेर, यहाँसम्म जान सक्छु। त्यहाँसम्म मात्रै? खै त कहाँसम्म जान सक्छौ? के भयो बाबा, तिम्रो लिमिटलेस माया वाइफाईले लिमिट गरिदियो? एनसेलको वायर फ्री प्लस वार्षिक भुक्तानी गरेमा कर बाहेक मात्र रु 690 मा 60 GB वायर फ्री डेटा प्लस 10 GB सिम डेटा प्लस 200 मिनट भोइस प्याक र अन्य डिजिटल सेवाहरूको गजबको कम्बो। थप जानकारीको लागि 9008 डायल गर्नुहोस्। एनसेल, आज भोलि सधैँ सँगै। विश्रामपछि स्वागत छ अब बाँकी प्रसङ्ग। प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न सभामुख सापकोटा शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। भेटमा बाढी पहिरोबाट विस्थापित सिन्धुलीपाल्चोकवासीलाई सुरक्षित स्थानमा स्थायी आवास बनाएर स्थानान्तरण गर्ने बारे छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ। सभामुखका प्रेस विज्ञ श्रीधर नेउपानेका अनुसार सभामुख सापकोटाले सिन्धुलीपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौतिक क्षति एवं अस्थायी बसोबासको प्रबन्धनबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। भेटमा सभामुख सापकोटाले जोखिममा परेका बस्तीहरूको अध्ययन गर्न टोली पठाउने, विस्थापितहरूको स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने, अर्नीको राजमार्ग व्यवस्थापित गर्ने र जुरे पहिरो पीडितका लागि जनस्तरबाट सङ्कलित रकम निकासा लगायतका विषयहरूमा उल्लेख गरेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले सिन्धुलीपाल्चोकमा परेको विपत्ति र जनधनको क्षतिका विषयमा आफ्नो गम्भीर ध्यान आकर्षण
भएको भन्दै सम्बन्धित कार्यहरू शीघ्र अघि बढाउने बताएको न्युनपानेले जानकारी दिए। 37 गतेको लिदी पहिरोबाट विस्थापित तथा जोखिममा रहेका घर परिवारलाई जुगल गाउँपालिका 1 बासखर्कमा अस्थायी बसोबासको व्यवस्था मिलाएको छ। यही भदौ 10 गते सभामुख सापकोटाले बासखर्क पुगेर अस्थायी बसोबासका लागि आएका लिदीवासीलाई सोलर, भाँडाकुँडा, लत्ता कपडा एवं सरसफाइका सामग्री हस्तान्तरण गरेका थिए। जिल्ला प्रहरी कार्यालय सिन्धुलीपाल्चोकका अनुसार जिल्लाका लिदी, जुम्बु, लेमलिची, फुलपिङ लगायतका स्थानमा बाढी र पहिरोमा परि यस वर्ष मात्रै 56 जनाको मृत्यु भएको छ भने 26 जना बेपत्ता भएका छन्। आइतबार देशभर सामान्यता बदलिरही केही स्थानमा वर्षाको सम्भावना रहेको छ। आइतबार दिउँसोको देशका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै आइतबार राति देशभर सामान्यता बदलिरही केही स्थानमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश 1, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका 1 वा 2 स्थानमा मुसलधार वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यूनी चाप्य रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको छ। भारतको मध्य प्रदेश आसपासको क्षेत्रमा न्यूनी चाप्य प्रणाली अवस्थित रहेकाले उक्त प्रणाली बिस्तारै पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दै जाने देखिएको महाशाखाले जनाएको छ। हाल प्रदेश 1 र प्रदेश 2 का अधिकांश भूभागमा सामान्यदेखि पूर्व बदलिरही देशका अन्य भूभागमा आंशिकदेखि सामान्य बदलिरहेको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या 2.5 करोड नाघेको छ। विश्वका 213 देशमा फैलेको कोरोना भाइरसबाट अहिलेसम्म 2,51,62,000 भन्दा धेरैमा कोरोना संक्रमण भएको छ भने तीमध्ये 8,46,600 भन्दा धेरैको ज्यान गइसकेको छ। 1,75,05,00,000 भन्दा धेरै उपचारपछि निको भइसकेका छन्। पछिल्लो 24 घण्टामा मात्रै 2,56,000 भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ भने 5,300 भन्दा धेरैको ज्यान गएको छ। विश्वमा कोरोना संक्रमण मध्ये झन्डै 70% निको भएका छन्। कोरोना भाइरसको प्रभाव सबैभन्दा धेरै अमेरिकामा परेका छन्। अमेरिकामा अहिलेसम्म 61,39,000 भन्दा धेरैमा संक्रमण हुँदा 1,46,800 भन्दा धेरैको ज्यान गइसकेको छ। 34,08,000 भन्दा धेरै निको भएका छन्। दोस्रोमा ब्राजिलमा सबैभन्दा धेरैमा संक्रमण भएको छ। ब्राजिलमा 38,47,000 भन्दा धेरैमा संक्रमण हुँदा 1,20,500 भन्दा धेरैको ज्यान गइसकेको छ। ब्राजिलमा 30,06,000 भन्दा धेरै निको भएका छन्। तेस्रोमा भारत रहेका छन्। भारतमा 35,39,700 भन्दा धेरैमा संक्रमण भएकोमा 63,650 भन्दा धेरैको ज्यान गएको छ। 27,12,500 भन्दा धेरै उपचारपछि निको भएका छन्। कोरोना भाइरस नियन्त्रणका लागि विश्वमा धेरै देशले लकडाउन तथा निषेध आज्ञा लागू गरेका छन्। तर पछिल्लो समयमा कोरोना त्रास बढाएर लकडाउन गरिरहँदा मानिसमा अरू समस्या आएको भन्दै कोरोनालाई सामान्यकरण गर्दै नियन्त्रण गर्न माग बढेको छ। जर्मनीमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले लागू गरेको प्रतिबन्धका विरुद्ध प्रदर्शन नै भएको छ। हस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।